So finally I reached my birthplace Damdim. So Damdimमा चाहिँ म एकदम खुसी छु अन्त जानु आँटेको म चाहिँ मेरो माइत। सो यहाँ चाहिँ म भाडा रेडी पारेर बाबुसँग बसिरहेको छु एन्ड फाइनली घर पुगेँ म। पैसा बाँड्छ सापले पैसा नदिएर दुब्ला के को दुब्लायो ठिकै छ यति ठिकै छ नि अस्तिको नानी 4 महिनाको नानीको नानी नखेल्छ बहिनीलाई भाइलाई नखेल्छ ल ल ल ल मुन्टो भाँचे ल मुन्टो ल उसलाई एकदम सजिलोले बोक्नुपर्छ खुट्टाले हाने भएर सो गाइस यस्तै रहेछ जिन्दगी नानी भएपछि त पहिला त माइत आउने बित्तिकै पन्छी बन्थ्यो अहिले त छैन पन्छी बन्द भयो है सो भिडियो चाहिँ मैले बनाउनु पाइनँ किनकि अब नानीसँग त्यस्तै त रहेछ यताउति हो सो त्यही भएर चाहिँ भिडियो कम्प्लिट मिन्स त्यति राम्रो हुँदैन होला जस्तो पहिला बनाउँथेँ म एकदम प्रपर भिडियो तर पनि म चाहिँ मेमोरिजको लागि चाहिँ यो सानो भिडियो पनि अपलोड गर्छु। अन्त यहाँ चाहिँ आमा छोरा हल्का पछाडि अब केही राम्रो गाना ट्रेन्डमा आयो भने चाहिँ रिल्स यसमै हाल्नुको लागि आमा छोरा चाहिँ हल्का भिडियो बनाउँदै अन्त हेर्न सक्नुहुन्छ। गुड मर्निङ गाइज के भन्छ ब्याकग्राउन्ड अलिकति उयो गर्नुहोस् होला बिहान चाहिँ हाम्रो यहाँ अलिकति आमा चाहिँ धार्मिक छ नि त सो आमाले चाहिँ बिहान यसरी नै सुन्नुहुन्छ पुराणहरू सो के भन्छ रातभरि सुत्नु नपाएर नानीलाई सर्दी लागेर एकदम साह्रो पर्यो आज फर्किने भन्दै थियो अलिक साह्रो पर्यो त्यही भएर चाहिँ बसतिर फर्किन सक्दैन डाइरेक्ट भए पनि फर्किन सक्दैन किनकि हावा लाग्छ सो आज गाडी रिजर्भ गरेर फर्किनुपर्छ होला। मेरो छाना चाहिँ यहाँ सुतिरहेको छ सर्दी लागेर बिचरालाई साह्रो छ हौ नानीहरूलाई सम्हाल्नु उयो के भन्छ त्यसलाई जोगाउनु ला है छाना आइ 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 मेला छोरालाई चिया खाएको यही हो मेरो लागि डिटक्स वाटर। एन्ड यो हो मेरो मर्निङ भ्यू जन्नतको भनौँ न माइत आएपछि माइत भनेपछि त जन्नतै हुन्छ आफ्टर म्यारेज। सो यहाँ चाहिँ हाम्रो मन्दिर छ नि त शिव मन्दिर यहाँ फ्लावरहरू देख्न सक्नुहुन्छ एकदम भेराइटी पुरै भेराइटीहरूको छ गोदावरी होला आई थिङ्क यसको नाम चाहिँ यो वाइट गोदावरी एन्ड यो छ येल्लो एन्ड हुन्छ नि एकदम त्यो पर्पलमा पनि छ सबै भेराइटी छ यहाँ फेरि अलिकति मोटो खालको रहेछ यो पनि एकदम राम्रो छ सबभन्दा मेन राम्रो चाहिँ यो बारको फुल लाग्यो हुन्छ नि एन्ड यहाँ चाहिँ डल्लै छ सयपत्री फुल अन्त यो सयपत्री फुल चाहिँ तिहारको लागि रोकेको बट अनफर्चुनेटली तिहार सकिसक्यो एन्ड अहिले चाहिँ यो ढकमक्क फुलेको छ किनकि तिहार चाहिँ आजकल अलिकति छिटै हुन्छ नि त दसैँ तिहारहरू त्यही भएर राम्ररी अब सिजन उयो हुँदैन सो त्यही छ यहाँ हाम्रो पानी चाहिँ गभर्मेन्टले दिनुभएको छ एक एकवटा कल पर घरलाई एक एकवटा कल एन्ड यहाँ देख्न सक्नुहुन्छ ढकमक्क परेको सयपत्री फुल मजाले हुन्छ नि टिपेर यत्तिकै राखौँ जस्तो बट फुल मुर्झाइहाल्छ
एन्ड यहाँ मेरो चटक चाहिँ देख्न सक्नुहुन्छ फुलै अड्केन मेरो कपालमा किनकि मैले यो के भन्छ चुटाउनु चाहिँ अलिकति मिस्टेक गरेको छु अलिकति लामो डालामा चाहिँ चुटाउनु पर्थ्यो रहेछ बट मैले चाहिँ यस्तो सानो बर्के चुटाएर चाहिँ अडेन एन्ड देख्न सक्नुहुन्छ कति ठुलो फ्लावर हुन्छ नि ठुलो ठुलो फलेछ योपालि तिहारमा भएको भए चाहिँ दामी हुन्थ्यो आई डोन्ट नो वाइ मेरो अहिले चाहिँ फेस तेलकोटी निस्केको छ आफ्टर डेलिभरी चाहिँ एकदम क्लिन भएको थियो मेरो फेस बट अहिले चाहिँ के भयो भने कोठी यति बिग्न थिएन मेरो तेलकोठी पिगमेन्टेसन त्यो पोतोहरू चाहिँ निस्केको छैन बट यो तेलकोटी चाहिँ एकदमै भिजिबल हुँदैछ मेरो फेसमा क्यामेरामा देख्न सक्नुहुन्छ तपाईँले सो गाइस हामी चाहिँ रिटर्न भएको माइतबाट एन्ड के भन्छ मेरो बाबु चाहिँ यहाँ सुतिरहेको छ अस्ति बसमा आएको थियो नि त कस्तो बसमा आएको थियो अन्त त्यो कारणले चाहिँ मेरो बाबु बिमारी भएको थियो त्यही भएर चाहिँ हामी रिजर्भमै गएको अन्त अब हामी चाहिँ यहाँ न्यू माल पुग्यो मेरो सौदाहरू गर्नु थियो नि त त्यही अब भेजिसहरू लिनु थियो त्यही भएर चाहिँ आन्टी चाहिँ तल ओर्लेर चाहिँ उहाँ भेजिसहरू लिनु गएको छ एन्ड म चाहिँ यहाँ बाबुसँग बसिरहेको छु सो त्यही हो अब एक दिनको टुर खतम भयो यहाँ चाहिँ दाजु आउनु भइरहेको छ यहाँ हो ओ दाजु यहाँ हेर्नुहोस् त मामा म चाहिँ मन भारी पारेर फर्किँदैछु आन्टीहरूलाई छोडेर